गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो बिहानको सुरुवात चाहिँ भइसकेको छ। अहिले हामीको बिहान 6 भइसक्यो है। बाहिरको मौसम त्यस्तो छ, रातभरि पानी परेको थियो। बाहिरको मौसम चाहिँ यस्तो छ अहिलेको अपडेट। साथीहरू, हामी तीन दाजुभाइ चाहिँ काफल हन्ट गर्न भनेर सुमन दाइ, म लक्ष्मी भाइ चाहिँ तीनजना जाँदैछौँ काफल हन्टको लागि। सामान किनेर रेडी गऱ्यो, चिसो यताउति। अब तीनजना गइन्छ, काफल हन्ट गरेर आइन्छ है त। बाखोर्जा छ अहिले चाहिँ हामी यहाँ चिम्टेश्वर भन्ने ठाउँ जान्छौँ, मन्दिर पनि दर्शन गर्छौँ, भ्यू टावर पनि हेरेर आउँछौँ है त। के कस्तो छ अब बाटोहरू सबै देखाइहाल्छु म। ल साथी, हामी चाहिँ लाग्यौँ अब काफल हन्टलाई। मोबाइल बाँधिन्छ। किन हो आज यो राम्रोसँग हामीले काफल हन्ट गर्न आएर काफल खान थालिसक्यौँ। काफल जस्तो रातै छ बोटै। केटाहरू चाहिँ उहाँ काफल छैन भन्दै, यस्तो राम्रो रहेछ काफली। अब हामी यहाँ सुरु हुन्छ, रोडमै छौँ। यी ट्याक्क तीन दाजुभाइ जाँदैछौँ। अब हामी जान्छौँ माथि हो, हन्ट गर्दै जान्छौँ काफल बिस्तारै। केटाहरू चाहिँ काफल हन्ट गर्न आएर चाहिँ यस्तो झारी जाँदैछन् हाम्रो दुईजना दाजुभाइहरू। फेदमा चाहिँ पुगे, रोकियो रातोदेखि यहाँ यस्तो ठाउँमा छौँ हामी।
न्युरोहरू पनि रहेछ तर सबै फुलिसिया ठुलो डाँठहरूको न्युरोहरू रहेछ नि है सबै टिपिसिया रहेछन् पत्ती त न्युरो अलिअलि रहेछ यहाँ त्यहाँबाट लक्ष्य भाइ चाहिँ रुखमा चढिसक्यो काफल टिमले लक्ष्य भाइ चाहिँ रुखमा चढेर हाँगा तल झार्दैछ हामी त्यहाँ दाजुभाइ चाहिँ टिप्दै प्लास्टिक भर्दैछौँ यति भयो हामी चाहिँ अर्को डेस्टिनेसनमा जाँदैछौँ हाम्रो भाइ चढ्दैछ यो रुखहरू टिपिन्छ अब नेक्स्ट लोकेसन आइसक्यौँ हामी काफल त्यति भइसक्यो हाम्रो भाइ चढ्दैछ हामी चाहिँ साथीहरू आज काफल हन्डलाई भनेर चाहिँ हामी चिम्टेश्वर महादेव दर्शन गर्दै काफल हन्ड गरेर भनेर आएको छौँ हामी 3 दाजुभाइ हामी काफल टिप्दैछौँ एउटा भाइ रुखमा चढिरहेको छ त्यसले अलिअलि हाँगा भाग्छ हामी चाहिँ काफल टिप्दै प्लास्टिक जम्मा गर्दैछौँ हामी चाहिँ हाम्रो टार्गेट भनेको 10 किलो जति काफल टिपेर लाने हो 2 किलो जति चाहिँ हामीले टिपिसक्यौँ होइन काफल हन्ड गर्दै अर्को डेस्टिनेसन खोज्दै आइरहेको छौँ त्यहाँ काफल बोट यहाँ छ हेर्छौँ त्यहाँ चेक गर्छौँ अब ट्याक्कै लाएर हेर्छौँ उतै चाहिँ काफलको बोट यहाँ अरिअरि हेर्छौँ चेक गर्छौँ लोकेसन यस्तो छ हामी चाहिँ तल यो त तलदेखि आएको माथि टुप्पो डाँडामा पुगेर आइयो काफल हन्ट गर्दा अब त नेक्स्ट डेस्टिनेसन जाँदैछौँ हामी चिसो मौसम छ जाडो जाँदैछौँ यता जङ्गल पनि छ टन्नै जङ्गलपट्टि नै अब जहाँ गइन्छ होला जाँदैछौँ अहिले साथीहरू ल नेक्स्ट डेस्टिनेसनमा हामी आइसक्यौँ काफल हन्टिङको लागि लक्ष्य भाइ चढ्दैछ हामी चाहिँ रुख चढ्न नि आउँदैन हामी चाहिँ काफल उसले हाँ भेजेर फालिदिन्छ अनि त्यही टिप्ने अनि यो प्लास्टिकमा हाल्यो यति भयो हाम्रो काफल अलमोस्ट 2 किलो जति भयो टिप अब गइसकेपछि खुट्टा चाहिँ जुवाले पनि हानिसकेछ है मलाई चाहिँ जुवाले ट्याकटुक बनाइसकेछ खुट्टा रात गर्दै अर्को चाहिँ काफल हन्ट गर्दै अर्को बोटमा नै आइसक्यौँ यहाँ चाहिँ अलिअलि रातो पनि रहेछ अलिक सुक्या पनि रहेछ यहाँ त यहाँ काफल किलाउँदै हुनुहुन्छ यहाँ हाँगा भाँचिया छ हाम्रो काफल त त्यति कलेक्सन भयो यो छान्दैछौँ अब यसबाट यो चिद्रोको बच्चा है यो निकालिदिनु अर्कै हेर्न निस्किन्छ यो चिद्रोको बच्चा हामी चाहिँ के नि गर्दैनौँ सानो बच्चा रहेछ काफल हन्ट गर्दैछौँ है भाइ त रुखमा चढेको छ त्यो घना जङ्गलभित्र छौँ हाम्रो काफल चाहिँ लगभग 2 किलो जति भयो अब यति नै हुन्छ हदा छ होइन धेरै सकिँदैन अब यहाँ थकेल लान थालिसक्यो घरतिर पनि जाने बेला होला यहाँ घर चाहिँ 1-2 घन्टा लाग्छ जानलाई डेस्टिनेसन भनेर यो भयो अब यो बोटमा टिपिन्छ प्राय अमिलो रहेछ अमिलो गर्दा टिपिए छैन यो चाहिँ रोडकै छेउमा रहेछ सुन्दा अनि आजको अनुभव कस्तो भइरहेको तपाईँलाई आज काफल हन्टको चाहिँ एकदम एक्सपिरियन्स कस्तो भइरहेको एकदम रमाइलो हाम्रो काफल जति भयो अब यो त बोटो टिप्छौँ त्यस पछाडि निस्किन्छौँ हामी यहाँबाट काफल ताते रहँदैछ कति चढाउनु चाहिँ भइसकेको छ भाइ रुख चढेको छ त्यहाँ अन्त यहाँ हुनुहुन्छ हामी 3 जना छौँ अब काफल हन्ट सुरु गर्छौँ हामी ट्याक्क लाएर यति प्लास्टिकको भएको छ होइन लगभग 2-2.5 किलो जति भएको छ सुमन्दा तपाईँको अनुभव कस्तो रहेछ काफल हन्टको एकदम रमाइलो भन्दा रमाइलो खानु खायो ढ्याउ आउने गरेर अब चाहिँ हामी लाग्छौँ अनि त्यसपछि भागभन्डा लाउने काम हुँदैछ हो छुट्टिन्न हामी त्यति काफल हन्ट गरेर लिएर आयो अब घर पुग्नु पनि लागिसकेका छौँ दाइ चाहिँ छुट्टिने बेला भयो दाइले काफल पठाएर हामी चाहिँ निस्किन्छौँ अब
ल ल अलचिन लगाइसक्यो हजुरबा 3 हजुरबा लिएर चाहिँ नाति ट्याक्क लाएर यहाँ दरमार चलिरहेछ हजुरबा चाहिँ अब कोट भइसके पछाडि सुर्ती जाने हात चिलाएर त्यसैले समय त हामीले ये वीडियो बनाए क्या बजिए म त भिडियो युट्युबमा हाल्छु नि त युट्युबमा भिडियो हाल्ने अरे अहिले इन्द्रणी जस्तै मैले दिनको एउटा भिडियो हाल्छु भाइ अहिले युट्युबमा सधैँ ये साथीहरू आजको लागि यति नै छ हामी काफल हन्ट गरेर आइसक्यौँ काफल सफल लिएर आएर खाएर सबै भइसक्यो अब भिडियो चाहिँ यसमा इन्ड गर्छु अब नेक्स्ट भिडियो भोलि आउँछ बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ